Episode 6. Welcome to my new video promoting every single gym in my Ghorai town. तपाईहरु यो सिरिजमा नयाँ हुनुहुन्छ भने मेरो नाम हो विशाल पाण्डे. जिम लोकेसन बिबिचक क्रिएटिभ फिटनेस र घोराइको नम्बर 1 स्पेशली जिम हो यो. गुड इक्विपमेन्ट र गुड लाइटिङ, नेक्स्ट लेभलको लाइटिङ छ हाम्रो यो क्रिएटिभ फिटनेस सेन्टर. रिसेप्सन एरिया पनि एकदमै फ्री छ र आज म एन्ट्री गरिसकेपछि जति नै मेम्बर हुन्छ ओल्ड त्यहाँसँग भेटेर कुराकानी गरे र वार्म स्टार्ट गरे. र आज मेरो थियो ब्याक र बाइसेप वर्कआउट. डेडेड स्पटको लागि पनि कति राम्रो स्पेसफुल एरिया छ. मैले त्यो कम्प्लिट गरिसकेपछि ब्याकको अरु भेरिएसन आइटम र यो जिमको लाइटिङ उफ यति राम्रो छ र क्लियर प्रब्लम आइरहेको थाहा छ. अब स्टार्ट गरौँ एक्सप्लोर गर्न. सुरुमा तपाईले रिसेप्सन एरिया कम्प्लिट गरिसकेपछि सेकेन्ड फ्लोरमा तपाईले देख्नुहुन्छ बडी बिल्डिङको लागि सबै इक्विपमेन्टहरु राख्नु भएको छ र गुड कन्डिसनमा र लाइटिङ पनि एकदमै स्विट छ. र त्यस साथसाथै नेचुरल लाइटिङ पनि आइरहन्छ हाम्रो विन्डोदेखि. नट ओन्ली जिम लाइटिङ, त्यहाँको जिम ट्रेनर मेम्बर र ओनर दाइहरु सबैजना यति फ्रेन्डली हुनुहुन्छ. डम्बल एरियाको लाइटिङ म्याट कम्बिनेसन एकदमै राम्रो छ स्पेशली भिडियो सुटको लागि. र तपाई क्रसफिट र जुम्बा कार्डियो गर्न चाहनुहुन्छ भने थर्ड फ्लोरमा चाहिँ हाम्रो छ ट्रेडमिल सबै कुरा. र जुम्बा र डान्सको लागि तपाईले लट्स अफ पाउनुहुन्छ. त्यहाँ मंकी बार पनि छ र रोप पनि छ. त्यस बाहिर चाहिँ हामीले दिन्छौँ बक्सिङको लागि र ट्रेडमिल र साइक्लिङ सबै कुरा राख्नु. तपाईलाई वेट लस गर्नको लागि पर्फेक्ट मसिन्सहरु र ट्रेडमिल मसिन, साइक्लिङ र कार्डियो मसिन्सहरु राखिदिसक्नु भएको छ. अल्सो टायर पनि छ त्यहाँ हाम्रो इन्ड्योरेन्स ट्रेनिङ र सर्टिफिकेटको लागि पर्फेक्ट छ यो एरिया. तपाईले जिम ब्याग्स राख्ने र सुजहरु राख्ने एरिया देखिसक्नु भएको छ र सोना स्टिङको पनि हाम्रो डेट अनुसार हुन्छ. आई होप यु इन दिस भिडियो गाइज. इफ यु डिड प्लिज डु लाइक, कमेन्ट, शेयर. म जिम सिरिज एक हप्तापछि बनाउँछु म. सो टिल देन वेट.